दर्शकवृन्दहरू आफूले खाई नखाई गरेर रात दिन भूपेन्द्रको हेरविचार गर्दा आज भुन्टी यति ठुलो समस्यामा पर्लिन् भनेर त सायद कसैले सोचेको पनि थिएन होला। साथीहरू, भूपेन्द्रको हेरविचार गर्नाले भुन्टी भने एकदमै ठुलो समस्यामा परिसकेकी छिन्। हो साथीहरू, भूपेन्द्रलाई आवश्यक खाना खुवाउनको लागि, सामान किन्नको लागि भुन्टी भने बजार छिरेकी थिइन्। तर बजारबाट फर्किने क्रममा भने सायद भूपेन्द्रमाथि आक्रमण गर्ने ती गुण्डाहरूले भुन्टीको पनि बाटो छेकिसकेका छन्। हो साथीहरू, भूपेन्द्रकै हेरविचार गर्नाले भुन्टीमाथि यति ठुलो आपत र समस्या आउला भनेर त सायद तपाईँ हामीले पनि सोचेका थिएनौँ होला। साथीहरू, टोकलेले भन्न त भन्थे नि विगतको समयमा, भुन्टी तिमीले यो पापीलाई अझै पनि हेरचाह गर्यौ भने तिमी पनि नराम्रोसँग फस्न सक्छौ भनेर टोकलेले भुन्टीलाई पहिले नै भनेका थिए। तर भुन्टीले भने भूपेन्द्रलाई हेरचाह गर्नको निम्ति आफ्नै दाइ टोकलेको कुरोलाई काटेर लागि परेकी थिइन्। तर आज भुन्टी आफै यति ठुलो समस्यामा भने परिसकेकी छिन्। बजारबाट फर्किने क्रममा भुन्टीले सायद तिनै गुण्डाहरूलाई देखेर होला एकदमै धेरै चर्कित परिसकेकी छिन्। हो साथीहरू, यदि तपाईहरुलाई पनि मलाई जस्तै यदि भुन्टीले ती गुण्डाहरूलाई देखेकै भए पनि ती गुण्डाहरूले भुन्टीलाई केही गर्नु हुँदैन, भुन्टी भने सुरक्षित साथ घर नै पुग्नु पर्छ अनि फेरि पनि भूपेन्द्रकै हेरविचार गर्नुपर्छ, टोकलेलाई पनि सम्झाउनु पर्छ एवं आफ्नो दाइलाई पनि सम्झाउनु पर्छ भन्ने जस्तो लाग्छ भने कमेन्ट बक्समा भुन्टी सुरक्षित हुनुपर्छ भनेर लेखिदिन पनि अवश्य नभुल्नु होला अनि भिडियोलाई अन्तिमसम्म हेर्न पनि अवश्य नभुल्नु होला। नमस्ते साथीहरू, आज फेरि उपस्थित भएको छु भुन्टीको नयाँ रिभ्यू लिएर। म बादल अफिसियल। हजुरहरूले यदि यो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिन पनि अवश्य नभुल्नु होला अनि आजको भिडियोलाई अन्तिमसम्म हेरेर भिडियोलाई एक लाइक गरिदिन पनि अवश्य नभुल्नु होला। ल त भिडियोलाई अगाडि बढाउँ। साथीहरू, तपाईहरुलाई पनि थाहा नै होला विगतको समयमा भने भुन्टीले भूपेन्द्रलाई घरमै लिएर आएर राखिरहेकी छिन्। भूपेन्द्रको हरेक हेरविचार गर्ने काम भने भुन्टीको भागमा छुट्टिएको छ, जसले भुन्टीलाई विगतको समयमा त्यति ठुलो गाह्रो अनि आपतमा पुर्याएको थियो। नाना थरी वचन लगाएर घरबाटै निकालेको थियो। आज भुन्टीले भने भूपेन्द्रलाई त्यही घरमा लगेर भूपेन्द्रको सरसफाई गर्ने, हेरचाह गर्ने सबै कामहरू भने गरिरहेकी छिन्। उता टोकलेको भने धेरै मन दुखेको छ। साथीहरू, आफ्नी बहिनीले आफ्नो कुरो काटेको हुनाले उनी पनि एकदमै धेरै रिसाइसकेका छन्। उनले भनेका थिए कि बहिनी भुन्टी, तिमी हस्पिटलमा यसलाई जति स्याहारेर बस्ने भए पनि स्याहार, तर यदि हस्पिटलबाट यो निस्किन साथ नै तिमी पनि घर आउनु पर्छ भनेर टोकलेले भुन्टीलाई भनेका थिए। तर भुन्टीले भने टोकलेको कुरा काट्नाले आज भुन्टी ठुलो समस्यामा परेकी हुन्। साथीहरू, तपाईहरुलाई त थाहा नै होला टोकलेले बारम्बार भुन्टीलाई आफ्नो कोठामा लैजानको लागि कति धेरै कोसिसहरू गरिरहेका थिए। तर भुन्टीले भने केही पनि कुरा नमानेकै कारणले आज टोकले भने भुन्टीसँग रिसाइरहेका छन्। साथीहरू, बालकुमारीको इज्जत पनि माटोमै मिलिएर जाने भयो। पहिला पनि भूमिकाले त्यस्ता घटनाहरू अर्थात् अनैतिक घटनाहरू घटाउँदा त्यसै पनि भूपेन्द्रको परिवार अर्थात् बालकुमारीको परिवारको नाक भने काटिसकेको थियो र अहिले फेरि भूमिकाले भने एउटा नयाँ कदम चाल्न थालेकी थिइन्। तर ठाउँमै बालकुमारीले देखेर त्यो कदमबाट उनलाई चाल्नबाट बताइसकेकी छिन्। साथीहरू, भूमिकाले भने कुनै पनि प्रकारले आफ्नो विवाह नहुने भइसकेपछि अब भागेर भए पनि विवाह गर्छु भनेर भाग्न थालेकी थिइन्। हो साथीहरू, तपाईहरुले जे सुन्दै हुनुहुन्छ एकदमै धेरै सही सुन्दै हुनुहुन्छ। भूमिका भने अब कतैतिरबाट पनि विवाह हुने जस्तो कुरो ननिस्किसकेपछि, जग्गा बेच्ने कुरा पनि असफल भइसकेपछि भागेरै भए पनि त्यो केटासँग विवाह गर्छु भनेर झोला चोला प्याक गरेर आफ्नो घरलाई अर्थात् बाई बाई भनिदिएर भूमिका भने भाग्न थालेकी थिइन्। त्यो दृश्य त हजुरहरूले पनि देख्नु नै भएको थियो होला। तर समयमै बालकुमारीले भूमिकालाई देखेर फेरि पनि कोठामै फर्काउन सफल भएकी थिइन्। साथीहरू, आज भूमिका फेरि त्यो घरबाट भागिदिएको भए त बालकुमारीको इज्जत भने माटोमै मिलिएर जान्थ्यो। पहिलाका घटनाहरूले गर्दा पनि गाउँमा भने बालकुमारीको कुनै पनि इज्जत भने रहेको छैन।
र आज फेरि भूमिका भने भागिदिएको भए बालकुमारी अर्थात् त्यो घर सबैको इज्जत भने माटोमै मिलिएर जान्थ्यो होला। तर साथीहरू जे भयो राम्रो भयो। जे भए पनि त्यो घरलाई भुन्टीले कति धेरै माया गरेकी छिन्। त्यो घरको इज्जत जोगियो भनेको भुन्टीको इज्जत जोगिनु जस्तै हो। त्यसैले जे भयो एकदमै धेरै सही भयो। यस्तो घटना घटिसकेपछि बालकुमारीले आफ्नो श्रीमानलाई भूमिकाले यी सबै घटनाहरू घटाई अहिले पनि भागेर जान थालेकी थिए। त्यसैले बुढा एक टुक्रा जमिन भए पनि धितोमा राखेर अर्थात् ऋणमै राखेर बेचेर भूमिकाको विवाह गर्देऊ, नत्र भने जे पनि हुन सक्छ, त्यो जुनसुकै बेला पनि भागेर जान सक्छ भनेर भनेकी हुन्छन्। तर भूपेन्द्रको बुवा अर्थात् बालकुमारीको श्रीमानले भने सबै छोराहरूलाई एकै साथमा राखेर यो कुराको निर्णय गरौला, नत्र पछि ठुला ठुला लडाइँहरू पनि हुन सक्छन् छोराहरूको बीचमा। त्यसैले यो कुरा भने म भोलि सहर जान्छु अनि सबै छोराहरूलाई एक साथमा राखेर यो कुराको निर्णय लिन्छु अनि भूमिकाको विवाह गरौला भनेर सल्लाह भने दिइसक्नु भएको छ। साथीहरू भूमिका आशै आशमा बसिरहेकी छिन् कहिले जग्गा बेचेर मेरो बुवाले मेरो विवाह गरिदिनुहुन्छ भनेर। तर सायद मलाई लाग्छ अब भूमिकाको विवाह हुन त एकदमै धेरै गाह्रो छ। उता केटा पक्षलाई केटाको आमाले पनि केटी खोजिदिनु भएको छ रे। अब भूमिकाको विवाह हुन भने धेरै गाह्रो पर्ने भएको छ। साथीहरू जे हुन्छ राम्रैको लागि हुन्छ भने चाहिँ अनि सत्यको नै जित हुन्छ भने चाहिँ भुन्टीले जब भूपेन्द्रको कडाभन्दा कडा हेरचाह गरिरहेकी थिइन्, ठुला ठुला समस्याहरू समाधान गरिदिइरहेकी थिइन्। साथीहरू त्यही समयमा भूपेन्द्रको भाउजू आएर भने भूपेन्द्रलाई सुप खुवाउने अर्थात् अरू खाना खुवाउने सामानहरू भ्याइएको रहेछ भुन्टी, तिमी बजार गएर ती सामानहरू लिएर आऊ है भन्नुहुन्छ। भुन्टीले पनि बिचरा हुन्छ भनेर बजारतर्फ त लाग्छिन्, तर उनी भने एक्लै थिइन् र उनले फर्किने बेलामा केही यस्तो दृश्य देखिन् कि त्यो दृश्य भने सायद एकदमै भयानक हुनेछ। साथीहरू उनी एकदमै धेरै चर्कित परेकी थिइन्। साथीहरू कतै उनले ती गुण्डाहरूलाई त देखिनिन् जुन गुण्डाहरूले भूपेन्द्रलाई भने त्यस्तो अवस्थामा पुर्याएका थिए। साथीहरू भुन्टीलाई पनि के तिनी गुण्डाहरूले केही त गर्ने होइनन्? साथीहरू मलाई त लाग्छ केही पनि गर्दैनन्। भुन्टी आफैमा एउटा चलाख र बलियो नारी हुन्। त्यसैले उनले भने ती गुण्डाहरूको सामना गर्न सक्छिन् र अगाडि बढ्न सक्छिन् र भूपेन्द्रलाई त्यस्तो अवस्थामा पुर्याउने गुण्डाहरू तिनै हुन् भनेर पनि पक्कै पनि पहिचान गर्न सक्छिन्। साथीहरू अब के कस्तो हुन्छ त्यो त हामीले आउँदो भागमा नै हेर्न पाउँछौँ। भुन्टी सिरियलको आउँदो भागमा नै हेर्न पाउँछौँ। आजको लागि भने यति नै। भिडियो राम्रो लाग्यो भने भिडियोलाई एक लाइक गर्दै च्यानललाई सब्स्क्राइब पनि अवश्य गरिदिनु होला। म बादल अफिसियल हजुरहरूको सामुबाट आजको भुन्टी रिभ्यूलाई यही भ्याएर बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।